Hello guys, welcome to my vlog. तेरा साई कहाँबाट ल्याउनुहुन्छ भनेको त यहाँ लिएर आउनु त यताबाट जाम जस्तो लाग्यो यताबाट म त उता 7-11बाट A1 टाउनको साइड तर 40 भने 40 मा पुगेर आइन्छ होला जाने। फेभरेट ठाउँ अब हामी जाँदैछौँ पार्किङ गर्न। यो चाहिँ यो हाम्रो लोकल एरिया, हामीले गाडी पार्किङ गर्ने टाउन जान लागेको। अगाडि चाहिँ मेरो बहिनी, म चाहिँ छु पछाडि पछाडि। अहिले चाहिँ गाडी हामी पूजा गर्न जान लागेको। दिदी यत्रो हुनुहुन्छ मेरो आइ तिम्रो नडल्नु होला, म यत्रो अग्लो छु। लोटो 6 लोटो 7 कुन गाडी? 7 भन नम्बर 37 सम्म एउटा भन। 37 27 हाम्रो फेरि प्लान चेन्ज भयो गएछु। जहिले यस्तै हुन्छ अनि हामी अन टाउनमा आयौँ। भाइ आउनु भएको भयो। आज चाहिँ दिदीले तिर्ने रे। iyo私払う動画撮ってくれたら払いますよ。ओके भिडियो खिच्दिएकोमा दिदीले तिर्दिनुहुन्छ अरे भिडियो खिच्दियो भने। साथीहरू भाइरल बनाइदिनु पऱ्यो, म खिचिदिँदै बुढी जस्तो निकालिदिन्छु। कहाँ नेपाल यहाँ यहाँ रेस्टुरेन्ट मलाई त थाहा छैन त कहिलेबाट थाहा छैन मलाई त। हामी चाहिँ अर्कै ठाउँमा जाने भनेर हाम्रो प्लान चेन्ज भएर अहिले चाहिँ हामी यहाँ A1 टाउनको खाने ठाउँमा आइरहेको छौँ। के खाने भन्दै हेर्दैछ। हामी चाहिँ रामेन खान्छौँ, मलाई रामेन हो। यहाँ चाहिँ यस्तो यस्तो पाइँदो रहेछ। यहाँ चाहिँ आफूलाई जुन मनपर्छ त्यही बस्न पाइन्छ। भिडियो खिच्न मिल्दैन त्यहाँ। हामी चाहिँ उता जान लाग्यौँ। हुन त यहीँ नि त मिल्थ्यो होला। Hakyo? Arigato ne, video totte kurete. सबैलाई स्यासिन लागेन भने म चाहिँ खाइसामै खाना खाएर आएको थिएँ कि अनि भर्खरै। त्यही भएर मलाई चाहिँ खासै खानु मन छैन। म चाहिँ सानो मोमो मात्रै खाने हो यहाँबाट देखेको। अनि बहिनीलाई चाहिँ म रामेन किनेको।
टिकटक पनि बनाइरहेको छ रामेन नि खाइरहेको छ यो रामेन कस्तो लाग्यो ठिकै नमिठो थियो मिठो लागेन बेकार पैसा मात्रै गयो नि त मेरो के गर्ने गभर्मेन्टको दशाले हुँदैन पैसा रिटर्न दिनु पर्यो दोजो होइन ओखाने खासके Yauko mat. अब चाहिँ हामी मासुमको केउसी जान गएको मेरो बहिनीको क्रिम सकेको छ अरे क्रिम किन्नको लागि यतासम्म मासुमको केउसी सबै क्रिमहरू पाउँछ के अरे डिफ्रेन्ट भेराइटिज सेलमा लागेको रहेछ लिनेले महँगोवाला यो लगायो राम्रो हुन्छ अरे यसको प्राइस हेर्नुहोस् त्यति छ भन्ने क्या तर अहिले हेल्पदेखि लगाइरह नि त नत्र 1800 कति हो 1900 लिपस्टिक मलाई लिपस्टिक ओके यो ए झ्याप्पै फेरि यहीँ पऱ्यो म फेरि एनुवा हौ यो सबै अब म एनुवाको युज गर्न मन लागेको गाइजहरू प्लिज दिदी मलाई किनिदिनु आइवा कता नानीको रे मोटो माटोमे लिपस्टिक कपालको रहेछ गाइजहरू यसलाई चाहिँ लिपस्टिक चाहियो रे हाम्रो दिदीको आउटफिट आजको यस्तो हो गाइस यस्तो जापानिज बनेर आउनु भएको रे लैजाने हो कहिले बोक्ने लिएर आउन म आमलेट हातमा लिएर हिँड्छन् भाइमे जस्तै साथीहरू यहाँ चाहिँ हामीले आल्यौँ यतिको जकेट लुगा सामान सब बोक्नुपर्ने हुन्छ है बहिनी भएपछि चाहिँ म चाहिँ जकेट खोलेर टिकटक बनाएको थिएँ कि अनि त्यही भएर बहिनीलाई दिएको अहिले चाहिँ हामी यहाँ मासु किन्न आएको के मेनु रहेछ त्यो बनाएर नि त अघि त्यो रामेन खानु तर अब सब क्रिसमस लाग्न थालेको छ नि त केकहरू अर्डर गर भनेर यहाँ राखिदिएको छ हामी चाहिँ अब घर जान लागेको यो चाहिँ मेरो मासु